टासीदेलेक नमस्कार। तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम्परा दलाइ लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लिडोसँग उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परम्परा दलाइ लामा ज्यूले युरोपमा बाढी आएकोमा चिन्ता व्यक्त। चीनका राष्ट्रपति सी जिनपिङले तिब्बती राजधानी ल्हासाको घोषणा नगरी भ्रमण। बेलायतका सांसदहरूले बेजिङ 2022 शीत ओलम्पिकको कूटनीतिक बहिष्कार गर्न आग्रह। परम्परा दलाइ लामा ज्यूको जन्मदिन मनाएकोमा तिब्बतमा धेरैले पक्राउ। सिचोङद्वारा तिब्बत कार्यालयका प्रतिनिधिहरूसँग भर्चुअल बैठक। सिचोङद्वारा अमेरिकी र भारतका तिब्बती स्वयंसेवक नर्सहरूलाई सम्मानित। अब समाचार विस्तारमा। गत हप्ता शनिबार परम्परा दलाइ लामा ज्यूले युरोपमा बाढी आएकोमा चिन्ता व्यक्त गर्नुभयो। जर्मन चान्सलर एन्जेला मार्केल र बेल्जियमका प्रधानमन्त्री एलेक्जेन्डर डी क्रूलाई लेखेको पत्रमा परम्परा ज्यूले उनका विचारहरू विपत्तिबाट प्रभावित भएकाहरूसँग छन् भन्नुभयो। परम्परा ज्यूले अभूतपूर्व बाढीको रिपोर्ट देख्दा म दुखी छु, किनभने पश्चिमी युरोपका विशेष गरी बेल्जियम र जर्मनीलाई असर परेको छ। जीवनको क्षति, सम्पत्तिमा भएको क्षति र हजारौं व्यक्तिले भोग्ने कठिनाई सबैभन्दा निराशजनक छ भन्नुभयो। 2013 मा चीनको राष्ट्रपति बनेपछि पहिलो पटक चिनिया राष्ट्रपति सी जिनपिङले यस हप्ता बिहिबार तिब्बतको राजधानी ल्हासाको घोषणा नगरी भ्रमण गरेका छन्। यसअघि उनले 2011 मा चीनका उपराष्ट्रपति हुँदा तिब्बतको भ्रमण गरेका थिए। केन्द्रीय तिब्बती प्रशासनका प्रवक्ता तेन्जिन लेग्सेले चिनिया राष्ट्रपति सी जिनपिङले तिब्बतमा रहेका तिब्बती जनताको वास्तविक आकांक्षालाई र तिब्बतको मुद्दालाई लामो समयदेखि बाँकी रहेको मुद्दालाई बुझ्नुपर्छ भन्नुभयो। The Chinese President Xi Jinping visited Lhasa and Ningdi and with Pompeius, even though it's a very secretive visit. So therefore we believe that this is his first visit since he became president of China. So we believe that when he visits Tibet, he should understand the real aspirations of the Tibetan people over there and consider that Tibet issue is a long-pending issue which is still not being solved. So therefore, over the last 6 decades, there is a Sino-Tibetan conflict, and with him as the president, with his visit to Tibet this time, he should initiate in resuming the dialogue between His Holiness the representative and the Chinese government. हाउस अफ कमन्सका संसद सदस्यहरूले गत हप्ता बिहिबार चीनमा हुने बेजिङ 2022 शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने संसदीय प्रस्तावलाई अनुमोदन गरेका छन्। बेजिङ ओलम्पिक र चिनिया सरकारको प्रतिबन्धमा लगभग 2 घण्टा बहसपछि यो प्रस्ताव पारित हुनुभयो। यो प्रस्ताव इस्ट वर्थिङ र शोरह्यामका सांसद र तिब्बतमा सर्वदलीय संसदीय समूहका अध्यक्ष माननीय टिम लफ्टनले प्रस्ताव गरेका थिए। माननीय टिम लफ्टनले आफ्नो भाषणमा 2022 शीत ओलम्पिक खेल यस्तो देशमा आयोजना गर्नु हुँदैन जसको सरकारले सामूहिक अत्याचार अपराधको आरोप लगाएको छ भन्नुभयो। This House believes that the 2022 Winter Olympic Games should not be hosted in a country whose government is credibly accused of mass atrocity crimes, and calls on the UK government to decline invitations for its representatives to attend the 2022 Beijing Olympic Games unless the government of the People's Republic of China ends the atrocities taking place in the Xinjiang region and lifts the sanctions imposed on UK parliamentarians, citizens and entities. I think I must first declare an interest, Madam Deputy Speaker, as one of the sanctioned, and I wear my badge of honour today, although any financial interest I would have had to declare would no doubt have been frozen by the Chinese government. टिम लफ्टनको प्रस्तावलाई समर्थन गर्दै सांसद टम टुगेन्डट, सांसद वेयर हफहाउस र सांसद सर इयन डन्कन स्मिथले तिब्बती र युगुरमा भएको मानव अधिकार उल्लङ्घनको बारेमा बोल्नुभयो। यस महिनाको सुरुमा तिब्बतको परम्परागत खम प्रान्तको कर्जेका धेरै तिब्बतीहरूलाई चिनिया अधिकारीहरूले तिब्बतको परम्परा दलाइ लामा ज्यूको 50औं जन्मदिन मनाउने क्रममा पक्राउ गरेका थिए। तिब्बती भूतपूर्व राजनीतिक कैदी गोलोक जिग्मेका अनुसार 40 वर्षीय कोन्चोक टासी नामका एक व्यक्ति र जाबो नामक महिलालाई तिब्बती स्वायत्त प्रान्तको क्यागलुङ शहरको
कर्जेमा राखिएको छ। यस जोडीलाई एक सामाजिक मिडिया समूहको सदस्य भएको कारण पक्राउ गरेका थियो, जसले तस्बिर र भिडियो साझा गरेको थियो र अरूलाई परमपवनज्यूको जन्मदिनमा प्रार्थनाहरू पठाउन प्रोत्साहित गरेका थिए। उक्त स्रोतले यो उल्लेख गरे कि 20 वा 30 भन्दा बढी तिब्बतीहरूलाई परमपवनज्यूको जन्मदिनमा पक्राउ गरेका थिए। केन्द्रीय प्रशासनका सिचोङको पदभार ग्रहण गरेदेखि तिब्बत कार्यालयका प्रतिनिधिहरूसँगको पहिलो औपचारिक बैठकमा सिचोङ पेम्बा छिरिङले आफ्नो मन्त्री परिषदको आगामी परियोजनाहरू र तिब्बती जनतासँगको वार्ताबाट तिब्बतको समस्यालाई सुल्झाउने प्रयासको सुदृढीकरण गर्नुपर्ने कुराको बारेमा चर्चा गर्नुभयो। यस हप्ता मङ्गलबार लगभग आयोजित बैठकमा विभिन्न प्रतिनिधिहरूले सिचोङलाई उनीहरूको मुख्य जिम्मेवारी र क्रियाकलापहरू बारेमा व्याख्या गरेका थिए। Besides the representatives, we had all the staff members of the offices, respective offices, also taking part in the meeting. So basically, the Sejong explained on his position on various matters, political and both administrative, and in particular, he spoke on the roles and responsibilities of the officers of Tibet and of the representatives. And then he discussed also on the International Conference of Tibet Support Groups, and also on the World Parliamentarians Convention on Tibet. And he also spoke to them or discussed with them on the Tibet Advocacy Group. And this is a kind of a new kind of a activity that the Department of Information and International Relations is going to undertake in collaboration with the officers of Tibet and the Tibetan diaspora across the world. And then one particular thing he discussed and stressed its importance is on the survey, the population survey, which he is going to undertake very soon. And he discussed in length on the purpose and the need of this population survey that is going to be taken with the representatives and the staffs of the offices of Tibet. गत हप्ता बिहिबार सिचोङ पेम्बा छिरिङले अमेरिकी र भारतका तिब्बती नर्सहरूको समूहलाई सम्मानित गरे, जसले कोभिड-19 को दोस्रो चरणमा तिब्बती समुदायहरूलाई स्वेच्छाले सेवा प्रदान गरेका थिए। केन्द्र प्रशासनका स्वास्थ्य विभागद्वारा आयोजित एक समारोहमा नर्सहरूप्रति आफ्नो कृतज्ञता व्यक्त गर्दै सिचोङ पेम्बा छिरिङले यस चुनौतीपूर्ण समयमा समुदायको लागि ठूलो सहयोगी रहेको थियो भन्नुभयो। नर्सहरू आवश्यक तिब्बती स्कुलहरू र भारतमा छरिएका तिब्बती समुदायहरूमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन र त्यस क्षेत्रका स्वास्थ्य कर्मीहरूले सहयोग पुर्याएको थियो। यस विशेष कामलाई तिब्बती नर्स एसोसिएसन, उत्तरी क्यालिफोर्नियाको तिब्बती सङ्घ, तिब्बत कोष र एरिजोना फ्रेन्ड्स अफ तिब्बतले अनुदान दिएका छन्। हस् त, आजको लागि नेपाली समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टसी देलेक, नमस्ते।